सागरको अहिले चाहिँ हामी आउने ठाउँ चाहिँ कुन ठाउँ अरे दाइ नाम यो ओहिरा सीतायामा भन्छ होइन ओहिरा सान ओहिरा सान मन्दिरको नाम चाहिँ ओहिरा सानको हामी यहाँ एउटा नगरकोट भनौँ या पोखरेलीहरूको भन्दा शरणकोट जस्तो एउटा डाँडा छ रमणीय ठाउँ छ तब त पेमाजी तलतिर देखाउनुहोस् त हजुर हजुर त्यो चाहिँ जहाँ हामी चाहिँ बसिन्छ हाम्रो बसोबास ओहिरा सीता हजुर हजुर यहाँ चाहिँ हामीसँग आउनुभएका मित्रहरू उहाँ चाहिँ सबभन्दा ठुलो हुनुहुन्छ तुलसी सान ओहिरा सानको मुनि बसेर मिलन वाटर झिक्नु पर्यो उहाँले अन्त यसो फनाको मेरो मेरो अनुहार पनि देखाउनु पऱ्यो नि त नि गरिबको छोरा यसो जस्तो भयो भने भाङ्गो टेङ्गो भयो भने ओहो यस्तो क्लियर आएको छ त अब यस्तै हो है गरिबको छोरा है 2-4 पैसा यसो कमाउन आएको जापानमा यस्तो हो नि डाइलेक्ट ओम बज्रगुरु समाए 2-4 पैसा कमाए घरको बुढी रमाए ओम बज्रगुरु समाए 2-4 पैसा कमाए घरको बुढी रमाए हान्ने फेसबुकमा हाल्नुपर्छ बडो रमणीय ठाउँ छ यहाँ साथीहरू आफ्नो आफ्नो तालमा आफ्नो मुडमा हुनुहुन्छ कोही रक्सी तान्नमा कोही घुम्नमा व्यस्त छन् भने हाम्रो पेमा सर यताउता भौतारी हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँ कतै यहाँ गुम्बा बनाएर यहीँ बस्ने विचार गर्नुभएको छ उहाँ गुम्बा बनाएर तुलसी दाइ हुनुहुन्छ ल हेर्नुहोस् यत्रो ठुलो अब चाहिँ जल हाल्नुभयो अमृत जल दाइ टुक्रा खिच्नु के अनि फेसबुकमा राम्रो हुन्छ कि धेरै लामो त बस्नु